हेलो हेलो साथीहरू, गर्मी धेरै छ, धान रोप्न गाह्रो भयो। आज चाहिँ मेरो जेठानी दिदीको जेठानी दिदी उहाँ हुनुहुन्छ है, उहाँ रोपिरहनु हुन्छ। जेठानी दिदीको धान रोपिँदैछ। साथीहरू गर्मी धेरै छ, अझै यति छ रोप्नु। यो एउटै गरा 5 कट्ठाको छ। छैन केही भन्दैन साथी, बसेर हेर्नुहोस् कति धेरै पसिन्छ। गाह्रो छ हौ हामी किसानीलाई। कमली पार्वती दिदी के छ, ठिक छ? तर म चाहिँ टाउको दुखेर 2टा फ्ल्याक्सन खाइधरि आएको। म 5 बजे आएको साथीहरू, मैले आएको 30-40 मिनट भएछ। रोप्न त रोपिरहेको, यतातिर चाहिँ नन्दा नानी बिउ बोकिरहेको छौँ। अनि यता चाहिँ मेरो जेठानी दिदी नै पर्नुहुन्छ, उतापट्टि कट्टुवाली बिउ लिएर आउँदै हुनुहुन्छ। तर हामी सबैजना कट्टु छौँ। सुरुवात भयो नि कट्टु नै लगाएर आज मैदार हो कि अझै छ? पारी रोपिसकेको कि रोप्न बाँकी हो? आज के छ अनि यो 5 कट्ठा सकेको दिन व्यवस्था? यता हेर्नु न, कम से कम अनि अरू अनि कविता जुना आदि कविता आदि जुना के छ तिम्रो पनि? केही राखिहालौँ। तिम्रो सक्यौ? साथीहरू सबै हामी चाहिँ कट्टु पार्टी हो। यति भाँसिनु पर्छ, के गर्नु कट्टु नलाएर पनि। हामीलाई कम त गाह्रो छ साथीहरू। तपाईँ सक्न त धेरै छ। खेत धनीको घर पनि देखाइदिनु पर्यो। लाउरे छोरा अनि जापानमा भएको छोरा अनि छोरीहरूलाई पनि धेरै सम्झेको छ। गाह्रो छ नि हौ, यति डुब्नुपर्छ। साथीहरू म पनि रोप्न जानुपर्छ। बाई बाई साथीहरू, मेरो बत्ती गर्नु बाई गर्नु सबैजना ल। बाई साथीहरू, अब अर्को साल भेटौँला। अबि तिम्रो सकेको उसको छोएकै छैन, अर्को साल भेटौँला अरे। ल साथीहरू बाई बाई।